हेलो गाइज व्हाट्स अप वेलकम टु माई च्यानल गाइज। आज चाहिँ हामी खेल्नेवाला छौँ कार एक्सिस्टेड भन्ने चाहिँ एकदमै इलिगल कार रेसको गेम खेल्नेवाला छौँ। यो गेम चाहिँ मैले फर्स्ट टाइम देख्दैमा एकदमै दामी मजा आएर खेलौँ लागेर डाउनलोड गरेको गेम हो। यसको चाहिँ इलिगल रेसहरू हुन्छ यहाँ चाहिँ, जहाँ चाहिँ नर्मल्ली मान्छेहरू कार लिएर गइरहेको हुन्छ, घुमिरहेको हुन्छ, त्यो ठाउँमा चाहिँ हामी गएर मजाले इलिगल रेस गर्नेवाला छौँ। त्यो भएर चाहिँ मलाई यो गेम एकदम मन परेर मैले डाउनलोड गरेको छु र यो मेरो फर्स्ट टाइम हो। एक्सपिरियन्स त्यति धेरै पनि छैन मलाई यो गेममा, तर अभियसली मलाई यो गेम चाहिँ ट्राई गर्न मन लागेको छ र यो भिडियो मेरो पहिलोचोटि हो र यो अब यो गेमलाई कन्टिन्यू नै गर्नेवाला छु मैले चाहिँ। एन्ड अब यो गेममा चाहिँ यो कार चलाउँदाखेरि कतिको मजा आउँछ त भनेर मैले ट्राई गर्नलाई ऱ्यान्डमली नै मैले यहीँ चलाइदिइरहेको छु। हेर्दाखेरि एकदमै ग्राफिक्सहरू एकदमै दामी छ, पिसीमा खेलेको जस्तो ग्राफिक्सहरू देखाइदिइरहेको हुन्छ अनि खेल्दाखेरि मजा आइरहेको हुन्छ। साउन्ड पनि त्यस्तै मजाको छ फेरि यसमाको लागि चाहिँ। अनि मैले चाहिँ ऱ्यान्डमली यत्तिकै नै चलाएर हेर्दैछु कस्तो छ त यसको, होइन कसरी चाहिँ खेलिन्छ त भन्ने कुराहरू म सिक्दैछु। यो गेममा चाहिँ त्यति धेरै पर्फेक्ट त होइन, तर पनि अब एकदमै मजा आउँछ हेर्दाखेरि। अब बिस्तारै अपडेट भएपछि झन् दामी मजा आउँछ। अनि यसको लागि चाहिँ अब ठोक्दिइहालेँ फेरि। अब यसलाई चाहिँ मैले यो यहाँ मात्र भन्दा पनि बाहिर पनि लगेर हेर्नेवाला छु। बाहिर भन्नाले ऱ्यान्डमली रोडमा लगेर यसको स्पिड चेक गर्नेवाला छु। भ्यू हेर्नु फेरि पुरै जापानको जस्तो छ कि, फ्लाइओभर छैन जापानको त्योवाला फिल आइरहेको छ यहाँ रोडमा चलाउँदाखेरि त। पुरै फ्लाइओभर एकदमै माथि विकसित देशहरूमा जस्तो चाहिँ रोडहरू पनि त्यस्तै दामी छ, साउन्ड त्यस्तै छ अनि भ्यूहरू त्यति नै दामी देखाइदिइरहेको छ। सो मलाई चाहिँ यो गेम एकदमै मन परेको छ, कार एक्सिस्टेड। अनि रेसहरू पनि हामी यसरी नै, ट्रकहरू हुन्छ, गाडी कि भैँस कि पुतली कोही बात नै, फेरि चलो अनि यसरी नै बाइकहरू कुदिरहेको हुन्छ, गाडीहरू कुदिरहेको हुन्छ। यहीँ नै रेस हुनेवाला छ हाम्रो। अनि मेरो चाहिँ अब त्यति धेरै एक्सपिरियन्स त छैन यो गेमको लागि, तर अभियसली बिस्तारै भइ नै हाल्छ। अनि फेरि पनि अब रोडमा चाहिँ हेर्दैछु म कतिको स्पिडसम्म, हाई स्पिडसम्म जान्छ, कतिसम्म चाहिँ लैजान सकिन्छ भनेर हेर्दैछु। अनि एकदमै मजा आइरहेछ है त गाइज, मजा आइरहेछ। लेट्स ट्राई। फेरि पनि गयो हो स्किप भ्याइस कि, अहिले त भित्रै छिराइदियो यार मलाई त। तर पनि केही छैन। अब हामी चाहिँ दिउँसो मात्र भन्दा नाइटमा चाहिँ कतिको मजा आउँछ भने स्नो परिरहेछ। मेन कुरा त स्नो परिरहेछ कि। अनि अर्को कुरा त हेर्दाखेरि बालेन सिटी जस्तो भइरहेछ कि, काठमाडौँको ठमेल घुमे जस्तो लागिरहेछ कि। मैले मतलब चाहिँ अब बालेन दाइले चाहिँ जति पनि 3-4 वर्षमा सिटीको लागि काम गरिदिनु भएको छ त्यो एकदमै दामी लागिरहेछ। अब हुनेवाला प्रधानमन्त्री भएपछि अभियसली झन् धेरै हुन्छ भने आश गरौँ। र यस्तै नै हुन्छ भने लाइटहरू हेर्नु, लाइटिङको त फेरि लाइट साइटहरू एभ्रिथिङ चाहिँ एकदमै दामी छ। अनि मलाई चाहिँ यो गेममा चाहिँ पैसा कमाउनु पर्ने छ, होइन। सो पैसा कमाउनुको लागि चाहिँ हामी यो दिदी, जुन हाम्रो दिदी हुनुहुन्छ, दिदीलाई भेट्न जानुपर्ने हुन्छ, दिदीलाई च्यालेन्ज गर्नुपर्ने हुन्छ रेसको लागि। अनि रेस जित्यो भने दिदीले पैसा दिनुहुन्छ। दिदी यहाँ हुनुहुन्छ र मैले रिक्वेस्ट गरेँ, दिदीलाई च्यालेन्ज गरेँ मैले, दिदी तपाईँहरू म रेस खेल्नुपर्ने हुन्छ भनेर च्यालेन्ज हान्ने। यत्रै सिटी मेरो के जान्छ र भनेर मैले च्यालेन्ज हान्ने दिदीलाई। दिदीले पनि ठिक छ भाइ तिमी चाहन्छौ भने। ऊ त फेरि खत्रै हो, दिदी हाम्रो दिदी चाहिँ फेरि खत्रै हुनुहुन्छ रेसको लागि। म चाहिँ भर्खर सिकार हो नि त। तैपनि मैले च्यालेन्ज दिएँ पैसाको लागि। कोही बात नै। र च्यालेन्ज सुरु हुन्छ, जुन यो ब्लू कलरको देखाउँछ त्यहीँ चाहिँ हामी जानुपर्ने हुँदो रहेछ यो रेसको लागि चाहिँ। अनि दिदी मलाई यो अलिकति कन्फ्युज भएँ, तर पनि केही छैन, जित्ने त मैले नै हो, किनभने एक्सपिरियन्सको कमी पो हो त, स्किलको कमी होइन नि भनेर मैले जितिसकेको छु। दिदीलाई सुरुमै नै पछाडि पारेर म चाहिँ अगाडि चल्दिसकेको छु है त गाइज। यसो बुझ्दाखेरि पनि मैले जित्छु जस्तो भाइ मलाई आइसकेको छ। र मेरो चलाउने एक्सपिरियन्सको कमी हो, यो स्ट्रिटमा मैले धेरै चलाएको छैन, मलाई एक्सपिरियन्सको कमी नै देखियो। यो अब ट्रकहरू पनि भइरहेको हुन्छ नि त रोडमा, त्यसले गर्दाखेरि अझ धेरै चाहिँ गाह्रो भइरहेको हुन्छ। गाडीहरू फिट आइरहेको हुन्छ। दिदी चाहिँ एकदम अगाडि पुगिसक्नु भएको छ, म पछि भेटाउन लागिसकेको छु। एक्सपिरियन्स मैले भने नि एक्सपिरियन्सको कमी हो कि स्किलको छैन नि त दिदी, तपाईँ आउँदै गर्नु ल चाउ गरेर। कि पुतली कहाँबाट ट्रक आएर ठोक्दै यार, मलाई त उत्तानै पारी निकालिदियो। तर पनि केही छैन, म फेरि पनि भेटाउन सक्छु होला भनेर म फेरि पनि निस्केर लागिसकेँ। धेरै नै टाढो पुगिसक्नु भएछ हाम्रो दिदी। तर पनि केही छैन, म जानु चाहिँ, तर जित्ने आश चाहिँ अब कम भइसकेको छ, किनभने यो धेरै लामो दुरीको रेस थिएन। र अभियसली मलाई ट्रकले हानेर मलाई ड्यामेज गरेपछि म पोलमा गएर ठोकेर निस्केर आउँदाखेरि चाहिँ मलाई अभियसली अब दिदी धेरै नै माथि अगाडि पुगिसक्नु भएको छ। तर पनि म अझै पनि
जान्छु भन्ने चाहिँ थियो, जित्छु भन्ने चाहिँ मैले हार चाहिँ खाइसकेको थिएँ, हार चाहिँ खाइ नै सकेको थिएँ। कसरी जित्नु ल यार, कसरी जित्नु? अनि अब उहाँ रेड कलरको जुन अगाडि लोकेसनमा देखाएको रेड कलर उहाँ हुनुहुन्छ हाम्रो दिजु, जसलाई चाहिँ मैले च्यालेन्ज गरिदिएको थिएँ। उहाँ चाहिँ वहाँ पुगिसक्नु भएछ, म चाहिँ धेरै नै पछाडि चाहिँ घुम्ती मोडेर हिँडिसक्नु भएको छ। तर पनि म जाँदैछु छु, कति लामो छ भनेको रेस सकिन लगाइसक्यो। 86% सकिसक्यो, 89%, 90% भइदिइसक्नु भयो। भनेको मतलब चाहिँ म पुग्नुभन्दा अगाडि नै दिदीले रेस चाहिँ चिरिप झ्याप पारेर जितिसक्नु भयो। सेकेन्ड पोजिसनमा भएँ, $300 मलाई आयो। $300 भए पनि मैले कमाएँ। तर म फेरि पनि हारिनँ। मैले दिदीले फेरि कहाँ हुन्छ त्यो झेली भयो, मलाई त टिप्परले आएर ठोक्यो, म फेरि तपाईँलाई च्यालेन्ज दिन्छु भनेर फेरि दिएँ। दिदीले पनि ओके आइज नि त आइज, के छ र भाइ भनेर। सिलु दिदी, हाम्रो सिलु दिदीले जस्तो त हल्ला नगरे भाइ भन्ने टाइपमा चाहिँ दिदीले मलाई फेरि पनि चान्स दिनुभयो। र हामी फेरि पनि रेस गर्नको लागि निस्क्यौँ। अब यसपालि त मैले सुरुदेखि नै यस्तो दामी पारामा हान्नुपर्ने हुन्छ भनेर भित्रदेखि मनैबाट मलाई आयो, र मैले हाने पनि स्पिडमा नै हान्नुपर्ने हुन्छ भनेर मैले दिदीले धेरै नै मैले भनेको एक्सपिरियन्स कमी हो दिदी, मैले स्टेटमा रेस गरेको छैन, तर स्किलमा त कमी छैन, चलाउनु त आउँछ मलाई भनेको, तर एक्सपिरियन्सको कमी पनि हो धन्यवाद है यहाँ चाहिँ फेरि। तर पनि केही छैन, अब जानु त पऱ्यो, जित्नु त पऱ्यो भनेर चाहिँ मैले कता रातो त देखाउनु सँगै रहेछ यार, यति मात्र फरक छ, यति मात्र फरक छ। तर पनि यो गेम त जित्ने मै हो, किनभने स्किममा कि यो ट्रक त अघि पनि मलाई आएर ठोक्ने यही नै हो। यो म्याचलाई मलाई नै हेरेर बस्छ कि कहिले आउँछ र ड्याममा हान्छु भनेर। साथीहरूको अहिले चाहिँ दिदीले थोरैले भयो भने जित्नु चाहिँ भएको छ, तर फेरि जानुपर्ने हुन्छ। त्यो ट्रकले 2 चोटि नै मलाई त्यसैले हान्यो, मलाई नै कुरेर बसेको हुन्छ कि के हो मलाई थाहा छैन। अब यसको के छ कुरो होइन, त्यहीँबाट निस्किन्छ भन्ने हो कि के हो, अर्कोबाट छलेर जानु पर्ने हो कि के हो मलाई थाहा छैन। त्यसैले हानेको भन्दा अगाडि नि यसपालि नि त्यसैले हान्यो। तर अहिले चाहिँ एकदमै धेरै नै कम छ, हाम्रो ग्याप चाहिँ धेरै नै कम छ होइन, जित्नुपर्ने। अनि तर जानुपर्ने बाटो पनि धेरै छैन कि फेरि 70% रेस त हाम्रो सकि नै सक्यो। अब 30% रेसमा चाहिँ मैले जित्नै पर्ने हुन्छ, र स्किल त फेरि होइन सुरु हो 2-3 दिन भयो बल्ल खेल्न थालेको, तर पनि स्किलको कमी चाहिँ छैन। यो बुझ्नै लाग्यो के तर पनि अब यति थोरै 90% भइसक्यो, जित्नुपर्छ भन्दै म चाहिँ यसपालि पनि हार्न पुगेँ। केही छैन गाइज, सपोर्ट हान्दै गरौँ, लाइक कमेन्ट गर्दै गरौँ। यो पालि पनि सेकेन्ड भएँ, अर्कोचोटि राम्रोसँग सिकेर आएर फर्स्ट हुन्छु भन्ने बाचाको साथ बिदा हुन्छु। हस् त, थ्याङ्क यू सो मच एभ्रिबडी, सपोर्ट गरौँ है गाइज।